म चाहिँ मैले बुझ्नै सकेन कि यो खै के बनिरहेमा। अब बाइक नचलाउने केटा हो। अब लास्टै गाह्रो छ कि फेरि बाइक कुदाउन चाहिँ 200 रुपियाँ लिटरमा टुक्ने भयो यार ठुक्का। ऊ त्यहाँ तलबाट चाहिँ यहाँ आएको छौँ के चढ्दै अझै ऊ त्यहाँ जानुपर्छ के फेरि वाइल्ड। तर यस्तो भ्यू हेर्न फेरि बवाल मजा आउँछ के। हेलो गाइज एन्ड वेलकम ब्याक टु माई न्यू आवर ब्लग विथ न्यू डे। आज फेरि म चाहिँ न्यू ब्लग लिएर आइसकेको छु। आज चाहिँ राइड म जानेवाला छु अनि आजको राइड चाहिँ कस्तो हुनेवाला छ भन्नाले आजको राइड चाहिँ केपिएल टु बिटिएल एन्ड बिटिएल टु मलमला। सो लेट्स चाहिँ हजुर चाहिँ लास्टमा यो ब्लगलाई चाहिँ वाचिङ गरिदिनु होला के अरे मिठो पारामा चाहिँ माया गरिदिनु होला। सो लेट्स सी एभ्रीवन। अब चाहिँ धेरै ढिलो नगरौँ के अरे मैले चाहिँ अलिकति बुटवलमा चाहिँ काम छ के अरे सिधै हामी चाहिँ माउन्टमा चाहिँ भेट्नेवाला छौँ। अनि जो नयाँ हुनुहुन्छ लाइक सब्सक्राइब टक्क लाएर चाहिँ गरिदिनु होला। सबै ब्लगहरू सरर चेकआउट गरिदिनु होला। अब हामी एकछिन पछि चाहिँ भेटौँला। सो लेट्स गो। सो टक्क म चाहिँ रेडी भएर अनि हामीले चाहिँ ढिलो भइसक्यो अघि अरे अब 10 बज्न आँटेको छ के अरे साथीले चाहिँ पिकअप गर्ने अनि त्यसपछि चाहिँ हामी सिधै बुटवलको लागि चाहिँ निस्किन्छौँ के अरे। अनि यता चाहिँ हाम्रो ब्ल्याक क्युटी टक्क। सो लेट्स चाहिँ अब हामी चाहिँ धेरै कुरो नगरौँ के अरे अब हामी सिधै निस्किन्छौँ बुटवलको लागि चाहिँ सिधै माउन्टमा चाहिँ भेट्ने अनि गफ गर्दै चाहिँ जाउँला। आजको ब्लग चाहिँ बवाल चाहिँ गर्नेवाला छु। होप हजुर चाहिँ लास्टमा चाहिँ यो ब्लगलाई चाहिँ इन्जोय गरिदिनुहुन्छ अनि मिठो पारमा चाहिँ माया गरिदिनु होला अनि जो नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला। सो त्यही हो एभ्रीवन। अब चाहिँ हामी धेरै कुरा नगरौँ सिधै माउन्टमा चाहिँ भेटौँला। सो म चाहिँ आइसकेको छु साथीको घर चाहिँ अनि यो जाठा चाहिँ अझै काम गरिरह उता चाहिँ यति साह्रो ढिलो भइरह हामीले चाहिँ। सो के छ साथी? ठिक छ साथी। के छ? ठिक छ यस्तै काम नाम गरिराखेको छ के गर्ने किसान प्रगति गरिराखेर चाहिँ हामीले उता लास्टै ढिलो भइरह अब चाहिँ साथी चाँडी काम सकाउँछ अनि हामी चाहिँ फेरि जामला के अरे। सो फाइनली एभ्रीवन हामी चाहिँ घरबाट चाहिँ निस्किसकेको छौँ के अरे अनि साथी पनि कपडा सपडा टक्क चिटिक्क लाएर चाहिँ बसिसके पछाडि अब टक्क हामीले चाँडी जानुपर्ने रहेछ अनि ढिलो पनि भइसक्यो किनकि अब उता यातायात कार्यालय चाहिँ आज चाहिँ 8 मात्रै खुल्छ के अरे 1 बजीसम्म चाहिँ। अनि सो त्यही हो केटा हो। अब चाहिँ हामी चार चाहिँ उता काम सकाएर चाहिँ घुम्ने जाने प्लानिङ गरिसकेको छौँ अनि सो लस्सी हजुर चाहिँ लास्टसम्म चाहिँ इन्जोय गरिदिनु लागि अरे। सो लस्सी हजुर चाहिँ लास्टसम्म इन्जोय गर्दै गर्नु। अब हामी बाटोमा यस्तै भेट्दै कुरा गर्दै जाऊँ लागि अरे। आजको ब्लग चाहिँ अलिकति लङ पनि हुनसक्छ। सो त्यही हो। आइलेबाट फेरि बाटो चाहिँ आमा के साह्रो बिग्रेको छ कि प्रगति भइरह बिस्तारै हो न साथी प्रगति भइरह न अनि बट यो चोकमा चाहिँ मैले बुझ्नै सकेन कि यो के बनिरह के फेरि त्यही त म त बुझ्नै सकेन साथी यार यो खै के बनिरह कस्तो। अब यताबाट चाहिँ लामो जस्तो बाटो छ के बाइक कुदाउन चाहिँ वाइल्ड मजा आउँछ बट अलिकति बाटो चाहिँ त्यस्तो बवाल छैन क्या फेरि बनिरहेको अरे। अब कति टाइम लाग्छ आई डोन्ट नो बट समथिङ साथीको बिहे हुन्छ अनि 1-2वटा छोरा छोरी पाल्छ अनि बल्ल चाहिँ बाटो चाहिँ बनिरहेको छ। लामो छ बाटो यात्रा चाहिँ ठुलो होइन। अब यताबाट चाहिँ ड्याङ बाटो आमामा लामो जस्तो छ कि फेरि अब यताबाट चाहिँ हिलो धुलो म्याट टुक्ने बाटोभरि खाँदै जानुपर्छ बुटवलसम्म म्याट टुक्ने क्या फेरि। अब यो बैरिया पिपरादेखि चाहिँ बुटवलसम्म चाहिँ यस्तै बाटो छ कि फेरि औडा जस्तो बाइक नि कुदाउन पाइन्न बिस्तारै जानुपर्छ के अरे। के भन्ने केटा हो गाह्रो छ गाह्रो फेरि यो बाटोमा बाइक कुदाउन चाहिँ डक्क त्यही हो केटा हो। खै कति टाइम लाग्छ यो बाटो बन्न चाहिँ समथिङ चाँडो नि हुन्छ। बालन सरकार अब भइसक्यो नि त फेरि बालन दाइले चाहिँ प्रगति गर्लन जङ्गल भइगयो ड्याङ बाटो बिग्रियो फेरि लास्टै धुलो उडिरहेको अब भाइजर बन्द गरेर फेरि त्यति साह्रो चाहिँ क्लियर आवाज आउन के अरे। त्यही हो अब ड्याङ हामी जाम गएर हो अनि उतै गएर चाहिँ भेटौँला सिधै
आज चाहिँ कता घुम्न जाने प्लान छ भन्नाले आज हामी चाहिँ मलमलातिर चाहिँ जाँदैछौँ। उता बेलुका चाहिँ यता कार्यालयमा काम सकाएर अनि त्यसपछि चाहिँ हामी फेरि निस्किन्छौँ के अरे। सो लेट्स चाहिँ हजुर चाहिँ लास्टसम्म चाहिँ इन्जोय गरिदिनु होला एभ्रिवान। अनि जो नयाँ हुनुहुन्छ लाइक सब्सक्राइब टक्क हानिदिनु होला अनि सबै ब्लगले सरेर चेकआउट गरिदिनु के अरे। अनि त्यही हो हामी ड्याङ्गी ड्याङ जाम के अरे ढिलो पनि भइसक्यो 11 10:30 त समथिङ 10:30 11 चाहिँ बज्न आँटेको छ। 1-2 घन्टा हाम्रो टाइम छ के अरे उता पुग्नको लागि चाहिँ। सो त्यही हो हामी लस्सी 4:30 जाम अनि उतै गएर भेटौँला। उता फेरि धुलै धुलो यता फेरि हिलो के गर्ने केटा हो गाह्रो छ गाह्रो फेरि बाइक उडाउन चाहिँ। त्यो अगाडिको बाइकले फेरि धुलोमा टेलिरहेको नि त लामो जस्तो हो के गर्ने केटा हो। यस्तै छ नेपालको बाटो चाहिँ अब पर्वतै हुँदैछ बिस्तारै हुँदै जान्छ नि त फेरि। अब यही बाटो चाहिँ भनेपछि आमा बल्लालदेखिको नि त विदेशको बाटो जस्तो फेरि राम्रो देखिरहेको त्यही त मोबाइलको लेन्स पनि धुलो भएको छ होला समथिङ एभ्रिवान। अब खै कस्तो आइरहेको न ल हामी चाहिँ सालढुङ्गी चाहिँ फाइनल्ली पुग्यो के अरे। अब चाहिँ धेरै नै टाढो जान छ केटा हो धुलो परिरह म्याच नि। अब भाइबर बन्द गरेर बोल्यो भने त्यति साह्रो चाहिँ आवाज पनि सुन्दिनँ अनि खोलेर बोल्यो भने धुलो खाँदै जानुपर्छ के गर्ने केटा हो। ब्लगिङ गर्न गाह्रो छ गाह्रो। A few inches later. केटा हो म चाहिँ यता शीतलमा आएर बसेको छु के अरे। अनि के भएको छ भन्नाले बाइकमा चाहिँ फ्युलै सक्यो क्या तेलै सक्यो पेट्रोल चाहिँ। अनि साथी लिन गएको छ यति सहरको घाम छ म्याटुक नि यही घाममा बाइकले पनि धोका दियो के अरे। यता चाहिँ साथीले लिएर चाहिँ आइसकेको छ। कस्तो लाग्यो साथी? एफआई सिस्टम गाडी यस्तै हो क्या साथी मुझे रिजर्भै लाग्दैन हो कि नै। 100 रुपियाँ लिटर भयो पुग्यो कसरी बाइक चलाउने साथी? अस्ति चिक्नी 1200 को हालेको थियौँ। लामो चलाउन कसरी बाइक चलाउने अब थुक्का। सो त्यही हो केटा हो बाइकले चाहिँ हायर नै पार्यो के अरे। फ्युलै सकेको चाहिँ यति चरको घाममा चाहिँ बाइक नपाला साथी। त्यही त अब दुईटा बुढी पाला बट बाइक चाहिँ नपाला केटा हो। गाडी चलाउ जाम छिटो। सो त्यही हो बिरान अब हामी सिधै माउन्टमा फेरि भेटौँला। सो केटा हो बाइकमा चाहिँ फ्युलै सकेको थियो के अरे यो कोरियन स्कुल सिम चाहिँ। अब के भन्ने हो न अब लास्टै तनाव भयो क्या फेरि हामीलाई चाहिँ यति चर्को घाममा म्याट टेक्ने फेरि बाइकमा फ्युलै सक्यो। अब कता जाम बिच बाटोमा फस्यो क्या फेरि। यता चाहिँ अगाडितिर चाहिँ पेट्रोलै पम्प छैन के अरे। अब पछाडि फेरि साथीले लिफ्ट मागेर झन् ढिलो भयो थियो अब झन् ढिलो भइरहेको। अब फेरि टक्क 4 जानु पर्ने रहेछ नत्र फेरि उता यातायात कार्यालय पनि बन्द हुन्छ। सो लेट्स सी अब उतै गएर भेट्ने हामी चाहिँ। सो फाइनल्ली एभ्रिवान हामी चाहिँ बेलबास चाहिँ यातायात कार्यालयमा चाहिँ पुगिसकेको छौँ के अरे। अब हामीलाई चाहिँ आफ्नो काम चाहिँ सकाउनु पर्यो चाँडै केटा हो। यतै हालिदिउँ बे झन्न केटा हो पुग्यो। फाइनल्ली एभ्रिवान हामी चाहिँ पुगिसकेको छौँ यातायात कार्यालयमा चाहिँ। अब हामी चाहिँ आफ्नो काम सकाम अनि फेरि हामी चाहिँ घुम्न जाने। सो टक्क फाइनल्ली केटा हो हाम्रो रिट्रायलको यो चाहिँ हाम्रो आयो के अरे। अब रिट्रायल चाहिँ कतिखेर पर्छ कति दिन पर्छ केटा हो आई डोन्ट नो होइन साथी। अब सो एक्साइटेड एभ्रिवान सो एक्साइटेड। अब खै कति दिन पछि आउँछ ट्रायल हाम्रो चाहिँ बट सुनिराखौँ के अरे। अब 10-15 दिन पछि चाहिँ आउँछ के अरे। सो फाइनल्ली एभ्रिवान हामी चाहिँ काम सकाइसकेको छौँ। अब चाहिँ हामी आफ्नो गन्तव्यतिर चाहिँ लागेको छौँ के अरे।
अब ड्याङ कि ड्याङ। अब हामी चाहिँ मलमलातिर चाहिँ जाँदैछौँ घुम्न चाहिँ। उतै गएर चाहिँ इन्जोय गर्ने के अरे। वाइल्ड यति कामको लागि ड्याङ यत्रो भित्र यति टाढा आउनु पर्छ कि। अब फ्युल हान्नु पऱ्यो केटा। ओ पेट्रोल हान्नु पऱ्यो पेट्रोल। आमामामा 200 पुग्यो अबे साथी। कतिको हालौँ रे? अब बाइक नचलाउने केटा हो। अब कसम दे नाटुक्ने। अब यत्रो तेल हाल्नु पर्छ अरे नाटुक्ने अरे के भन्ने केटा हो। लास्टै गाह्रो छ कि फेरि बाइक कुदाउन चाहिँ। 200 रुपियाँ लिएर नाटुक्ने भयो यार थुक्का। भोक चाहिँ एकदमै बेसरी लागेको छ कि फेरि चाहिँ लास्टै लाग्यो फेरि। अब कति रुपियाँ नास्ता खाम अनि फेरि हामी चाहिँ निस्किन्छौँ के अरे। के छ साथी? ठिक छ साथी। भोक लाग्छ? वाइल्ड भोक लाग्यो होइन। हामी चाहिँ नास्ता खानुको लागि चाहिँ आएको छौँ के अरे। म टक्क नास्ता खाने अनि त्यसपछि फेरि कहाँ जाने? नास्ता खाएपछि ल टक्क हाम्रो नास्ता चाहिँ आयो। बिरान हामी चाहिँ खाजा खाइसकेको छौँ के अरे। अब चाहिँ हामी मलमलातिर चाहिँ निस्किन आँटेको छौँ। सो फाइनली बिरान खाजा खाएर चाहिँ अब निस्किसकेको छौँ के अरे हामी चाहिँ। अब जान आँटेको छौँ मलमलातिर चाहिँ। अब सो लेट्स सी अब उताको भ्यू कतिको बबाल रहेछ। होइन के साथी अस्ति यही गाउँमा हामी चाहिँ बिहेमा थियौँ समथिङ यतै गर्थ्यौँ। सेन्टर फुड ल्याइले फोन त्यही हो केटा हो। हामी चाहिँ भर्छा चाहिँ पुगिसकेको छौँ। सो अब हामी चाहिँ पुग्न आँटेको छौँ फेरि। ऊ त्यहाँ जानुपर्छ कि फेरि उहाँ मन्दिर देखि त नै हल्का हल्का त्यहाँ जाने हो। अब यतैबाट जान्छ नि त। नाइस है नाइस है। ब्याङ फस्यो म्याच टुक्री। के भयो साथी? यताबाट जाऊँ होला। ल केटा हो त्यहाँ फस्यो कि फेरि बाइकमा हात पुग्ने। सो फाइनली एभ्रिवान हामी चाहिँ मलमला मन्दिर प्रदेश द्वार। अब चाहिँ यतैबाट भित्र जाने के अरे बाइक यतै पार गरिदिउँ। सो फाइनली एभ्रिवान हामी चाहिँ मलमला चाहिँ पुगिसकेको छौँ के अरे। अब चाहिँ यही सिडीको बाटो चढ्नुपर्छ माथि चाहिँ। ऊ त्यहाँ जान छ कि फेरि ऊ त्यहाँ माथि। भ्लग बनाउन गाह्रो छ हो न साथी? बहुत गाह्रो छ। यति चर्को घाम चढ्न चाहिँ गाह्रो छ साथी। यति चर्को घाममा माको समय हामी त घुम्न आइदिएको छौँ टक्क। अझै ऊ त्यहाँ जानुपर्छ कि फेरि। थाक्यो केटा हो थाक्यो। सिडी पनि भाँचेको छ साथी। पहिरो आएको थियो होइन। पहिरो खसेको थियो भाइ पहिरो। गाइस धेरै थाक लाग्यो क्या फेरि। यस्तो छ बाटो हेर्नु न। ऊ त्यहाँ तलबाट चाहिँ आएको छौँ के चढ्दै। के भयो साथी? के भयो? मत कुछ पूछो। वाइल्ड थक लाग्यो क्या फेरि। झन् त्यही माथि यस सिडी चढ्नु पर्यो। त्यसैको माथि फेरि घाम चाहिँ वाइल्ड गरेको छ कि।
सास हेर्नु न कस्तो माटुले अझै त त्यहाँ जाने कि अनि त्यसपछि त्यहाँ बसेर एकछिन रेस्ट गर्ने अनि भिडियो हल्का क्लिक गर्ने अनि त्यसपछि अनि माथितिर जाउँला सो त्यही हो लास्टै थला कि फेरि यस्तै ठाउँमा आएर च्यालेन्ज भिडियो बनाउनु पर्छ साथी फुल्ली नाइट यतै बस्ने नाइट च्यालेन्ज भिडियो लिनुपर्छ कि 24 आवर यतै बस्ने सो टक्क केटा हो कसलाई चाहिँ यो ठाउँमा चाहिँ 24 आवर बसेको च्यालेन्ज भिडियो हेर्नु मन छ भने टक्क 100वटा कमेन्ट आउनु पर्यो अनि यो भ्लगमा चाहिँ धेरै होइन 5K भ्युज आउनु पर्यो कि कति के साथी 5K भ्युज अनि 100 कमेन्ट आउनु पर्यो अनि त्यसपछि चाहिँ हामी यही ठाउँमा 24 आवर च्यालेन्ज भ्लग बनाउने होइन यही आएर बस्ने खाने पिने मुत्ने सुत्ने सबै हुन्छ कि यही ठाउँमा फेरि गाह्रो छ केटा हो गाह्रो छ भ्लग बनाउन फेरि माटुने वाइल्ड तर यस्तो भ्यू हेर्न फेरि बवाल मजा आउँछ कि लड्की गई भाड में हम आ गए पहाड में ल अब हामी एकछिन रेस्ट गरौँ अनि त्यसपछि चाहिँ भ्लग कन्टिन्यू गरौँला अब रेस्ट पनि गऱ्यो के अरे अनि आजको भ्यू चाहिँ यही हो के अरे बवाल छ होइन पहिला चाहिँ मान्छेहरू चाहिँ वाइल्ड आउँछ कि यता घुम्न चाहिँ अब आउने टाइम भयो के अरे सरको काम गर्छ नि त फेरि त्यही भएर चाहिँ अलिकति भिड छैन यता चाहिँ हामी 2 जना मात्रै आएको छौँ होइन साथी होइन 2 जना आइएछ के गर्ने अब कोही छैन कस्तो पुरा लो ब्याट्री छ थाक्यो यार अब अलिकति सिनेम्याटिक भिडियो सुट हानौँ अनि त्यसपछि चाहिँ माथि जाने कि नै साथी माथि नजाने होइन अब यतै भिडियो बनाएर अनि त्यसपछि फेरि हामी घरतिर चाहिँ निस्किन्छौँ के अरे घरमा नि काम छ के अरे अब घर गएर काम पनि सकाउनु पर्छ त्यही हो यताको चाहिँ सिनेम्याटिक भिडियो चाहिँ इन्जोय गर्नु हामी पनि 1-2वटा चाहिँ इन्स्टाग्राम टिकटकको लागि चाहिँ भिडियो बनाऊँ सो लेट्स चाहिँ त्यही हो अहिले सिनेम्याटिक मोडमा चाहिँ ब्याकग्राउन्ड म्युजिकको साथमा चाहिँ देखाउनेवाला छु सो लेट्स गो अब हामी चाहिँ जान आँटेको छौँ घरतिर चाहिँ भिडियो पनि सुट गऱ्यो अनि टक्क लाएर हामी यताबाट चाहिँ जान आँटेको छौँ के अरे सो लेट्स चाहिँ हजुर चाहिँ सिनेम्याटिक भिडियो चाहिँ इन्जोय गर्दै गर्नु अनि हामी चाहिँ तोर झर्दै गरौँ लास्ट सो लेट्स गो अब हामी चाहिँ घरतिर चाहिँ लागेको छौँ के अरे अनि मोबाइलमा चाहिँ चार्ज पनि सकिन आँटेको छ अब त्यही हो अनि आजको ब्लग चाहिँ कस्तो लाग्यो होला साथी यस्तो कमेन्ट बक्समा कमेन्ट हानिदिनु होला के अरे अनि यो ठाउँको चाहिँ च्यालेन्ज भिडियो हेर्न मन छ भने एभ्रिवान 24 आवर च्यालेन्ज भिडियो चाहिँ अनि यो ब्लगमा चाहिँ 5K भ्युज होइन ओन्ली 5K धेरै होइन कि 5K मात्रै भ्युज अनि 100 कमेन्ट टक्क लाएर चाहिँ गरिदिनु होला अनि त्यसपछि चाहिँ यो ठाउँको चाहिँ 24 आवर च्यालेन्ज भ्लग चाहिँ हाम्रो चाहिँ आइहाल्छ एभ्रिवान यतै बसेर चाहिँ खाने पिने हग्ने मुत्ने सुत्ने सबै काम चाहिँ यतै हुन्छ हेर्न मन छ भने च्यालेन्ज भिडियोहरू चाहिँ टक्क कमेन्ट बक्समा कमेन्ट हानिदिनु होला अनि त्यही अब हामी चाहिँ घरतिर चाहिँ लागेको छौँ अनि आजको राइड पनि मिठो भयो होइन साथी जे भयो घरमै बसेर वाक्का दिक्का भइसकेको थियौँ होइन धेरै दिनपछि आज भेटघाट भयो धेरै दिनपछि साथसँग पनि भेट भयो अनि यता डुल्न पनि आयो पाहाडतिर चाहिँ होइन त्यही हो के अरे अब हामी चाहिँ टक्क लाएर चाहिँ घरतिर निस्किने अलिकति गाह्रो पनि काम हुन्छ नि त फेरि होइन कामको सिजन छ अब काम सकाउनु पर्छ अनि बल्ल खाली भएपछि फेरि घुम्दाखेरि कता जाने हो के अरे अब हामी चाहिँ घरतिर लागेको छौँ गाह्रो छ गाह्रो छ इन्जोय भयो के अरे मैले त लास्टै इन्जोय भयो के अरे धेरै दिन भयो थियो नि त घुम्न गएको थिएन म चाहिँ सो टक्क हामी चाहिँ तल पनि आयो
अनि हाम्रो ब्ल्याक कुटी चाहिँ उता छ। आज बहुत ब्ल्याक कुटीले धोका दियो न साथी। यो के भन्छ रे एफआई सिस्टम म्याट टुक्ने झन् अप्ठ्यारो पार्छ कि फेरि फ्युल थाहै हुन्न कतिखेर सकिन्छ रिजर्भ लगाउनै मिल्दैन के अरे। अब टक्क हामी चाहिँ घरतिर चाहिँ निस्किन्छौँ। सो माथिबाट चाहिँ हामी तल झऱ्यो के अरे हेर्न सक्नुहुन्छ दिस इज गेट। अब हामी यताबाट चाहिँ घरतिर चाहिँ निस्किन्छौँ एभ्रिवान किनकि अब चाहिँ मोबाइलमा धेरै चार्जिङ पनि छैन के अरे। अनि गोप्रो लिने प्लानिङ गरिरहेको छु म चाहिँ। अब कसैसँग सेकेन्ड ह्यान्ड गोप्रो छ भने भोनी ब्लग्स टिकटक आइडी सर्च गरेर चाहिँ त्यसमा चाहिँ मेसेज गर्नु होला। मैले गोप्रो लास्टै आवश्यकता छ क्या फेरि। अस्ति चाहिँ एउटा गोप्रो अर्डर गरेको थिएँ बट अलिक ढिलो भयो कि सेल भइदियो त्यही हो। अब अलिकति अप डाउन हुन्छ नि त टाइमको। अब यताबाट घुमेर हामी चाहिँ घरतिर चाहिँ जानेवाला छौँ। अब मलमलदेखि हामी चाहिँ घर जाँदैछौँ के अरे। अब त्यति साह्रो मोबाइलमा चार्जिङ पनि छैन। अब मोटर राइडमा हल्का भिडियो देखाउँदै जान्छु के अरे म चाहिँ। अनि साथीले चाहिँ बाइक घुटाउँदै जान्छ के अरे त्यही हो अब। सो फाइनली अब हामी चाहिँ निस्किसकेको छौँ यताबाट चाहिँ।